हेलो के छ खबर सबैजना सन्चै आरामै हुनुहुन्छ एउटा सानो भ्लग गरौँ है त आज चाहिँ हामी टक्क लाएर यस्तो छुट्टी थियो हैन सोमबार छुट्टी भएको उपलक्ष्यमा घुम्न आइदिएको दाइहरू हामी छौँ सबै त दाइ टस्मा लाएर पर भिडियो गराउन रेडी हुनुहुन्छ यस्तै हो गाइज हैन टक्क लाएर अब हामी चाहिँ अब यसो घुम्न भनेर आज यो अस्ति मैले त्यो महरू देखेर हामी त्यहाँबाट आएको अहिले त्यही भएर यस्तो छुट्टीको टाइममा घुमेर फेरि यसौँ भनेर त्यहाँ माथि छन् केटाहरू हुनु पनि आइरहेको रहेछ नि हाम्रो मान्छे देशीहरू केटाहरू छन् यहाँका देशी केटाहरू हामी पनि आइदिएर तलबाट अनि टक्क माथि त्यहाँ छन् हेर ती हामी म देखाउँछु है त्यो केटाहरू घुम्ने ओक्को अहिले हामी त्यही डाँडामा जाने होइन सर अहिले कहाँ जाने त सर जाउँला नि त यसो त्यहाँ माथि राति के हेर्नु रात परेको छैन हो यहाँ त घाम डुबे पनि एकछिन उज्यालै हुन्छ त्यो बेलासम्म गएर आउने समय हुन्छ तल यस्तो हाइवे छ होइन टक्क अस्ति मैले पहिलो भ्लगमा यो बिल्डिङको टपबाट देखाइरहेको थिएँ नि त त्यो मन्दिर छ भनेर त्यही मन्दिरमा आएको आज चाहिँ घुम्न होइन यहाँ देखिरहेको नि हो त्यही बिल्डिङको टपमा गएर हो अनि हामी चाहिँ बस्ने यहाँ तल फरेस्ट भ्यूको उसमा हो अनि त्यस्तै छ गाइज होइन त दाइहरू हाम्रो हुनुहुन्छ हाम्रो दाइ कस्तरी गर टक्क टिकटक गराउनु ला हो यो भिडियो गराउनु ला हो यता दाइले फेरि खतरा डान्स फेरि यो खतरा स्टेप दिनुहुन्छ दाइले फेरि स्टेप बाई स्टेप हो नि त अनि यता तले गाउँको ताल पनि देखिरहेको रहेछ टक्क लाएर डाँडा छ उता पर बिल्डिङ यहाँ त जता हेऱ्यो त्यतै बिल्डिङ छ इन्डियाको ठाउँ होइन त्यो टक्क लाएर ल दामी पर्फर्मेन्स माथि त्यही छ राजा त्यहाँ त्यो रोडमा चाहिँ बाइक एउटा पनि देख्नको मिल्दैन होइन त्यहाँ किनभने त्यहाँ बाइकलाई टु विलरलाई अलाउडै छैन त्यही भएर कारहरू मात्रै हिँड्छन् त्यहाँ फोर विलर र अनि बस कार ट्रकहरू मात्रै हिँड्ने बाटो थियो त्यहाँ भएर एउटा बाइक पनि हिँड्दैन त्यहाँ टक्क मुम्बई हाइवे हो होइन त्यहाँबाट मुम्बई जानको लागि फोर विलरहरू मात्रै यस्तरी गइरहेको हुन्छ यस्तो पनि छ होइन मोबाइलको क्यामेरा राम्रोसँग क्लियर नदेखेर अवस्था होइन गाइज रमाइलो गर्नुपर्छ कहिलेकाहीँ यस्तो डाँडा पाखा चार्जमा हलिन्छु डाँडा पाखा यस्ता थियो रमाइलो भने जस्तो लाइफ कति बाख्रा पनि देख्नु सक्नुहुन्छ गाइज यहाँ बाख्रा हो यहीँदेखि हल्का काला काला छिप्रा देखिने बाख्रा हुन्थे भेडा बाख्राहरू चराउन आउँछन् यहाँ किसानहरूले अनि यो जङ्गलमा बाख्राहरू पनि चराउनुको लागि यो जङ्गलमा लिएर आउने गर्छन् यहाँको के भन्छ गोठालो मान्छेहरूले के दाइले एकातिरबाट डान्स दिइरहन् आफ्नै तालमा बड्डाले गाइज होइन अब टक्क लाएर हामी दाइ माथि जाऊँ भनेको यहाँनिर त डम्म पनि रहेछ सानो यसो गर्मी भएर आएर टक्क खेल्नलाई होइन खानको लागि पानी पनि भरेर राखेको रहेछ यहाँ यति धेरै ऊहरू रहेछ होइन हेर्नु न यो अनि सानो डम्मा चिटिक्क परेको यस्तो गर्मी भयो बेला खेल्नलाई माथि त्यो डाँडामा पनि पुगेर आउँ भनेको अब यहाँ पुगिसक्यौँ त्यहाँनिर पुग्नलाई अब कति छ र होइन पर यहाँ छन् केटाहरू माथि घुमेर आइसकेका केटाहरू यिनीहरू गाइज यार हामी यार अहिले माथि जाँला कि भैयाहरूले माथि राम्रो छैन भनेर यार हामीलाई फर्काइदियो यार यहीँबाट फर्किनु पर्यो माथि राम्रो छैन अरे हुँदैन केटाहरू हो त्यो हाम्रो यो मेरो लाइफ के गर्नु ए दाइ गोली फल्दा रहेछ नि त उतामा खै खै देखिन्न त घोडी ए देखेँ त्यही हो पब्लिकहरू आज धेरै सोमबार भयो पनि तर यहाँ मान्छेहरू कमै आउने रहेछ नि दाइ होइन
यस्तै हो होइन गाइस अब हामी हिँड्ने अब घरतिर स्ट्यान्ड लगाएपछि सजिलो हुन्थ्यो यार मौसममा साय साय भनिदिनु आज अहिले सिधै जाने अब पर हामी तालेर तालमा गइदिउँ अब आज सर होइन टक्क फ्रेस तरिकामा घुमिदियो कि अब डाँडामा जान लाग्दा फेरि रातो रातो छ राति गयो भने तालमा राम्रो भ्यू देखिन्न त्यही भएर त्यहाँ अहिले जान्छु भिडियो उहाँले गराउनु आएन नि यिनीलाई मात्रै होला त त्यही भएर गाइज होइन अब यस्तो यो टक्क आज मान्छेहरू आउँदैछन् जाँदैछन् आउने जाने क्रम भइरहन्छ बिहानदेखि बेलुकासम्म होइन त्यस्तै छ होइन अब टक्क लगाएर हामी चाहिँ यहाँ सब पुरै घुमिसकेको अब हामी चाहिँ अब घरतिर हिँडिरहेको अनि यो मेरो मुखमा यत्रो हेर्दै गएको यति पछाडिको मान्छे के गर्दैछ यो भनेर ए यस्तो नखाने यहाँका चाट हान्छ एउटा डेन्जर त्यहाँ देखिरह मन्दिर कस्तो अप्ठ्यारो छ है तल त्यहाँबाट छड्यो भने त मान्छेमा तल पुग्छ होला यार खतरा छ नि ल गाइस अहिले चाहिँ होइन अब हामी अघि चाहिँ घुम्न गएको थियौँ दिउँसो अनि त्यतातिर घुमेर उतातिर उहाँ जान पनि क्यान्सल भयो होइन अनि क्यान्सल गरेर अनि अहिले चाहिँ रुममा आएर यत्तिकै रुमतिर आइदिएको अनि त्यहाँबाट अर्को भिडियो अब आजको भिडियो चाहिँ यतिसम्म नै हुन्छ गाइस होइन अब लास्टसम्म अहिले हेरेर साथ सपोर्ट दिएकोमा थ्याङ्क यू सो मच है त्यसै गरी माया सपोर्टहरू देखाइराख्नु होला अनि लाइक सेयर सब्सक्राइब पनि गर्नु होला मेरो दाइ उता बसेर सबैले सपोर्ट गर्नु लाइक सेयर सब्सक्राइब गर्नु होला म तपाईँको लागि यस्तो राम्रो राम्रो इन्टरटेनमेन्ट भ्लगहरू म बनाउँछु कहिलेकाहीँ होइन यस्तो अनि बनाएर चाहिँ म भिडियोहरू अपलोड गरेर आउँछु फेरि पनि आउनेछु हजुरहरूको माझ यस्तो राम्रो रमाइलो भ्लगहरू लिएर